जय श्री कृष्ण। ओके गाइस, वेलकम टु डे 56 अफ 90 डे च्यालेन्ज। हिजो बाँकी रहेको थोरै काम सकाएर त्यहाँबाट खाजा खायो गरी हामी लाग्यौँ रुमतिर। रुममा पुगेर एकछिन सुतेर उठ्दा ज्वरो आएको कस्तो भयो। अनि हिजो मम्मीले ल्याउनु भएको एउटा सामान छुटेछ गाडीमै। अनि फेरि दिउँसोतिर इनड्राइभ चढेर म लागे छुटेको सामान लिनको लागि। त्यहाँ पुगिकन सामान पिक गरेर म लागे रुमतिर। सामान लिएर रुम पुगेर अनि एकछिन रेस्ट गरेँ। अनि साँझतिर म जिमको लागि निस्केँ। अनि आज थियो मेरो ब्याक र बाइसेपको वर्कआउट। सुरुमा ब्याकको लागि ल्याट पुल डाउन, त्यसपछि क्लोज ग्रिप पुस डाउन पर्फर्म गरेँ। थर्ड एक्सर्साइज ब्याकको लागि स्ट्रेट बार केबल पुस ब्याक पर्फर्म गरेर अनि लास्टमा ब्याकको लागि वाइड ग्रिप ल्याट पुल ब्याक पर्फर्म गरेर ब्याक वर्कआउट इन गरेँ। त्यसपछि बाइसेपको लागि फर्स्टमा डम्बल कल, देन आफ्टर बारबेल अपोजिट कल, अनि त्यसपछि थर्डमा बाइसेपको लागि मेसिन बाइसेप कल पर्फर्म गरेर आज वर्कआउट यहीँ एन्ड गरेँ। नाक पनि बन्द छ अनि ज्वरो आएको जस्तो भइरह। मलाई नै लागिरहेको छ आफ्नो साउन्ड फिल डिफरेन्ट। दिस इज फर टुडे। डु लाइक एन्ड सब्सक्राइब द च्यानल। टाइम टु डु इट अगेन टुमारो।